हेलो एभ्रिवान, आज म बटुक बनाउन लागेको। बटुक बनाउनको लागि चाहिँ सुरुमा चाहिँ मसँग यो बोडीको दाल थियो नि त, बोडी थियो। अनि मैले यसलाई चाहिँ भिजाएँ, हिजो भिजाएको नि त। अनि आज चाहिँ अब म यसको बटुक बनाउँछु। अब म सबै गेडागुडी चाहिँ यसमा कुट्छु। यो चाहिँ सानो मसला पिस्ने हो। अब धेरै भयो भने चाहिँ मिल्दैन, तर म एक्लै भएको भएर चाहिँ एक दुईजनालाई पुग्ने चाहिँ यसमै बनाउन मिल्छ। अब यसले चाहिँ म कुट्छु ल। कुट्नलाई त सजिलो हुन्छ, यो चामल जस्तो गाह्रो हुँदैन। अब सबै कुटिसकेँ मैले। कुटिसकेपछि चाहिँ मैले नुन राखेँ, अलिकति नुन राखेँ। अब यसले कति पुग्छ त्यही अनुसार नुन राख्नुपर्छ। अनि यो कुट्दा चाहिँ अब एकदम मसिनो भयो भने चाहिँ खासै मिठो हुँदैन नि त, त्यही भएर मैले यसलाई चाहिँ अलिक कष्ट गरेर नै राखेको छु। अब यसलाई चाहिँ म पकाउँछु ल। अब यो यस्तो भयो नि त। यो यहाँदेखि चाहिँ मैले अब कत्रो साइजको बनाउने हो त्यो अनुसार चाहिँ लिने। अब यत्रो ल्याऊ भन्छ, यो ठुलै भन्छ कि, मैले चाहिँ सानो सानो बनाउँछु आजलाई। सानो सानो बनाउँदा चाहिँ यो फर्स्ट स्टेप भयो। यसले चाहिँ यो यस्तो गर्ने, यस्तो गरिसकेपछि चाहिँ यो हातमै गराए नि हुन्छ। अहिले चाहिँ मैले देखाउन मिलेन, एक्लै छु नि त, अनि क्यामेरा फोन लिन चाहिँ मिल्दैन, त्यही भएर मैले यस्तो गरेँ। अनि गरिसकेपछि चाहिँ यहाँ बिचमा यस्तो गरेँ मेरो सजिलोको लागि। अनि यस्तो गरिसकेपछि अब यो रेडी भयो। अब मैले यसलाई चाहिँ फ्राई गर्छु। त्यो सानो सानो बनाएको छु मैले, ठुलो नि बनाउन सकिन्छ, आफ्नो साइज अनुसार बनाउने। अब यो चाहिँ पातले नि भयो, हातमै गरायो भयो, नत्र यसरी तेलकोमा बनाउन सकिन्छ कभरमा। यो त मैले तेल राखिसकेछु। तेल चाहिँ मैले धेरै राखेको छैन, फालिन्छ नि त फेरि पछि, सबै रियुज गर्न मिल्दैन, वेस्ट हुन्छ। अनि त्यो भएर मैले अब यो तेलमै बेसार हालिदिन्छु, किनभने कलर आउनको लागि। मैले राखिसकेँ यसलाई चाहिँ। यो फर्स्टको चाहिँ अलिक बिग्रियो, अनि पछिको चाहिँ अलि राम्रो भएछ। बटुक चाहिँ रेडी भइसकेछ। सानो सानो बनाएको छु, मलाई यस्तै मनपर्छ नि त, त्यो भएर ल 9वटा चाहिँ बनेको रहेछ है। अब यो चाहिँ मेरो आजको खाजा। यो अब अर्को यो चाहिँ तिम्बुरको अचार। तिम्बुरको अचार त बटुक चाहिँ एकदमै मिठो हुन्छ। ल फाइनली यो चाहिँ रेडी भयो। यस्तो छ, चाकुमै एउटा कस्तो छ। वाउ, मिठो भयो, मिठो रहेछ।